नमस्कार सबैजनालाई स्वागत गर्न चाहन्छु अर्को यो नयाँ भिडियोमा। आजको यस भिडियोमा मैले तपाईहरु जो पनि साथीहरु हुनुहुन्छ जसले चाहिँ माध्यमिक तहको र निम्न माध्यमिक तहको प्रथम पत्रको एक्जामको तयारी गरिराख्नु भएको छ भने तपाईहरुलाई स्पेशली डेडिकेट गरेर मावि र निभावि शिक्षकको तयारीको गर्ने सर म्याडमहरुलाई डेडिकेट गरेर यो भिडियो पस्कने जमर्को गरेका छौं हामीले। यो भिडियोमा चाहिँ अब फर्स्ट क्वेशन रहेको छ, आकाशगंगा ग्यालेक्सी तरंगलाई चीनमा के नामबाट चिनिन्छ भनेर फर्स्ट क्वेशन छ, जहाँ चाहिँ चाँदीको नदी भनेर चिनिन्छ है। हामीले ग्यालेक्सीलाई चाहिँ चीनमा चाहिँ के नामले चिनिन्छ भनेर सोधेको छ। त्यसैगरी उत्तर अमेरिका र अफ्रिका महादेशको बीचमा अवस्थित भनेको चाहिँ एटलान्टिक महासागर हो। यो धेरै पटक एक्जाममा सोधिसकेको क्वेशन छ, लोक सेवा आयोगको पनि शिक्षक सेवा आयोगको एक्जाममा पनि है। प्रत्येक साल असार 15 देखि 1 गते एक हप्तासम्म मनाइने उत्सव भनेको चाहिँ अब असार 15 मा हामीले धान दिवस भनेर पनि मनाउँछौं। कृषि उत्सव मनाइन्छ, यो नर्मली जसले पनि मिलाउन सक्ने क्वेशन भयो। कुन मल्ल राजाको पालामा आफ्नो राज्यलाई काठमाडौँ कुन मल्ल राजाले चाहिँ आफ्नो राज्यलाई काठमाडौँ, पाटन, भातगाउँमा विभाजन गरी छोराहरूलाई राज्य दिएका थिए भने एचए मल्ल हो, यसको सही आन्सर। त्यसैगरी पृथ्वीनारायण शाहकी आमा कौशलावती कुन राज्यकी राजकुमारी थिइन् भने पाल्पाकी है। भनेको पृथ्वीनारायण शाहको मामा घर चाहिँ पाल्पा रहेछ भनेर यसरी पनि जान्नु पर्यो तपाईले। कोभिड को बावजुद पनि आर्थिक वर्ष 2077-78 मा अर्थतन्त्रको कुन क्षेत्रको वृद्धि दर सकारात्मक रहेको थियो भन्दाखेरि चाहिँ विपेषण आप्रवाह क्षेत्र भनेको चाहिँ यो रेमिटेन्स आउने क्षेत्र भन्न खोजेको है। पर्यटन क्षेत्र, कृषि क्षेत्र, उद्योग क्षेत्र मध्ये। त्यसैगरी नेपालमा आर्थिक वर्ष 2078-79 को बजेटले सबैभन्दा बढी रकम विनियोजन गरेको क्षेत्र भनेको शिक्षा, विज्ञान र प्रविधि। यो पुरानो क्वेशन भएको भएर चाहिँ तपाईलाई पुरानो यो सोध्यो, अहिले यो वर्षको तपाईले जान्दा हुन्छ। जैविक विविधता भन्नाले प्रजातीय विविधता भनेर बुझाउँछ। त्यसैगरी तलका मध्ये कुन चाहिँ संयुक्त राष्ट्र संघको मुख्य अंग होइन भनेको छ। संयुक्त राष्ट्र संघ युनाइटेड नेसन अर्गनाइजेसनको 6 वटा अंगहरू छन्, ती मध्ये चाहिँ अन्तर्राष्ट्रिय मुद्रा कोष चाहिँ यसको के होइन, मुख्य अंग होइन। यो चाहिँ विशिष्टकृत संस्थाहरू हो, यूएनको एजेन्सीहरू हो है यिनीहरू। त्यसैगरी चाहिँ नेपालको प्रधानमन्त्रीको कार्यालयको सही क्रम निर्धारण गर्नुहोस् भनेको छ। प्रधानमन्त्रीको कार्यकालको है यो चाहिँ अब फर्स्टमा भीमसेन थापा, त्यसपछि माथवर्षी थापा, फतेजङ शाह र जंगबहादुर तपाईको अब कुवर भने पनि राणा भने पनि जे भने पनि भयो है। फतेजङ शाह को मृत्यु भइसकेपछि उलाई चाहिँ सत्ताच्युत गरेर जंगबहादुर राणा चाहिँ प्रधानमन्त्री भएका थिए। जेनिथ शब्दको समानार्थी शब्द भनेको चाहिँ सिमिलर मिनिङ चाहिँ पिनाकल हुन्छ। त्यसैगरी कुनै काम पी र क्यू मिलेर डट दिनमा पूरा गर्न सक्छन्। पी एक्लैले सो काम 27 दिनमा पूरा गर्न सक्छ भने क्यू एक्लैले सो काम 54 दिनमा पूरा गर्छ। यो चाहिँ आईक्यू को छ। द पर्पज अफ युजिङ आईसीटी इन एजुकेशन इज भन्यो भने चाहिँ तपाईको एट्र्याक्ट स्टुडेन्ट, यो पनि ठीक छ। अप्टिमाइज लर्निङ आउटकम, यो पनि ठीक छ। मेक टिचिङ लर्निङ इन्ट्रेस्टिङ भन्यो भने चाहिँ यो अल द एबभ हुन्छ। व्हिच अफ द फलोइङ इज कन्सिडर्ड एज द ब्रेन अफ कम्प्युटर सिस्टम भन्यो भने सेन्ट्रल प्रोसेसिङ युनिट, जसलाई चाहिँ हामीले सीपीयू पनि भनेर चिनिन्छ। अब तपाईहरुलाई राम्रो पीडीएफ नोट चाहिएको छ, शिक्षक सेवा आयोगको तयारी गरिराख्नु भएको छ, तपाईले निभावि प्राविको शिक्षक हो भने हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्न सक्नुहुन्छ। तपाईहरुलाई अनलाइन क्लास, फिजिकल क्लासहरु पढ्नु मन छ भने पनि हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्न सक्नुहुन्छ है त। त्यसैगरी 16 नम्बरमा चाहिँ अ म्यासिभ ओपन अनलाइन कोर्स आर अ रिसेन्ट एन्ड वाइडली रिसर्च डेभलपमेन्ट इन भन्यो भने डिस्टेन्स एजुकेसन हुन्छ। व्हिच अफ द फलोइङ सफ्टवेयर हेल्प्स टु डिटेक्ट कम्प्युटर भाइरस एन्ड एभोइड देम भन्यो भने चाहिँ कम्प्युटर भाइरसलाई पत्ता लगाउन र त्यसलाई चाहिँ हटाउन प्रयोग गरिने भनेको चाहिँ तपाईको एन्टिभाइरस हो। 4 वर्ष उमेर पूरा गरेका बालबालिकाहरूलाई दिने 1 वर्षको शिक्षालाई हामीले प्रारम्भिक बाल शिक्षा भनेर भन्छौं। त्यसैगरी शिक्षक सेवा आयोगको काम, कर्तव्य र अधिकार भित्र तलको कुन पर्दैन भन्यो भने चाहिँ तपाईको शिक्षकको सेवा, शर्त र सुविधा निर्धारण गर्ने चाहिँ यो पर्दैन है। र अब यहाँ हेर्नु भयो भने विभिन्न मितिहरू छन्, जहाँ चाहिँ अब तपाईको प्राथमिक शिक्षा निशुल्क गर्ने घोषणा कहिले गरिएको थियो त भन्दाखेरि तपाईको 2031 सालमा गरिएको थियो। प्राथमिक तहका लागि पाठ्यक्रम प्रकाशन कहिले गरियो त भन्दाखेरि तपाईको चाहिँ 2016 सालमा गरियो। त्यसैगरी झापा जिल्लामा निशुल्क प्राथमिक शिक्षाको सुरुवात कहिले गरियो भन्यो भने चाहिँ तपाईको 2020 सालमा गरियो भने कक्षा 4 र 5 मा निशुल्क पाठ्यक्रम अथवा
पुस्तक वितरण सुरुवात भन्यो भने चाहिँ तपाईको 2044 सालमा गरियो है। र मैले तपाईलाई फेरि पनि भन्न चाहन्छु तपाईहरुलाई राम्रो पीडीएफ नोट चाहिएको छ शिक्षक सेवा आयोगको तयारीको लागि, त्यसैगरी चाहिँ लाइसेन्सको एक्जामको तयारीको लागि भने हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट ज्ञानमार्ग.com पनि तपाईले भिजिट गर्न सक्नुहुन्छ। ज्ञानमार्गमा पनि हामीले चाहिँ जीके को, आईक्यू को, आईसीटी को क्वेशनहरु राख्दिएका छौं, मोडल क्वेशनहरु, ओल्ड क्वेशनहरु राख्दिएका छौं है। त्यसैगरी अनलाइन क्लास, फिजिकल क्लासहरु पढ्नु मन छ भने पनि तपाईले हामीलाई मेसेज गर्न सक्नुहुन्छ है त। अब यहाँ हेर्नु भयो भने 25 नम्बर क्वेशनमा शैक्षिक संगठनका किसिमहरु र तिनका विशेषताहरुको आधारमा सही जोडा मिलाउनुहोस् भनेको छ। कक्षा शिक्षण भनेको छ, कक्षा शिक्षण भनेको चाहिँ कार्य तालिका लचिलोपन अपनाउन सकिने भन्ने छ। त्यसैगरी चाहिँ बहुकक्षा शिक्षण भन्यो भने चाहिँ तपाईको स्रोत र साधनको उच्चतम परिचालन गर्ने छ भने विषय शिक्षण भन्यो भने चाहिँ विषयगत दक्षताको उपयोग हुने भन्ने छ। त्यसैगरी अब 26 नम्बरमा सूर्यलाई एक फन्को घुम्न पृथ्वीलाई कति समय लाग्छ भन्यो भने 365 दिन 5 घण्टा 57 मिनेट लाग्छ है। अब गर्मीमा पृथ्वीको तलका मध्ये कुन भागमा अति नै तातो हुने गर्छ भन्यो भने तिब्बतियन प्लेटुमा हुन्छ है। त्यसैगरी नेपालमा महाभारत र चुरे पर्वतको बीचमा पर्ने क्षेत्र भनेको चाहिँ हाम्रो दुन क्षेत्र पनि भन्छ, जसलाई चाहिँ भित्री मधेश पनि भनिन्छ है। नेपालको हावापानीको विविधता हुनुको मुख्य कारण भनेको चाहिँ धरातल को उचाइ र अक्षांशको स्थितिमा फरकपन, त्यसैगरी प्राकृतिक स्रोतमा विविधता, वनजंगलको स्थितिमा भिन्नता र माथिका सबै मध्ये माथिका सबै हुन्छ। तलको कुन प्रथालाई मानवीय संवेदनाहीनताको प्रकाष्ठ र क्रूर प्रथा भनिन्छ भन्यो भने चाहिँ यो सती प्रथालाई हो है। यो 1977 साल चन्द्र शमशेरको पालामा यो चाहिँ अन्त्य भएको थियो नेपालमा। र व्यवहारवादी सिकाइ सिद्धान्तले सिकाइ हुन कुन कुरालाई महत्त्व दिन्छ भन्यो भने सिकारुमा समवलम्बन र प्रतिक्रियाको व्यवस्थापन भन्ने हुन्छ। त्यसैगरी तल दिएका मध्ये कुन पाठ्यक्रम मूल्याङ्कनको आधार होइन भन्यो भने पाठ्यपुस्तकको स्तर भन्ने होइन। कक्षाकोठामा स्थानीय शैक्षिक सामग्रीको प्रयोगमा जोड दिनुपर्ने पर्नाको प्रमुख कारण के हो त भन्दा कम मूल्यमा उपलब्ध हुने, त्यसैगरी सिकाइ व्यावहारिक हुने, विद्यार्थी घरमा पनि प्रयोग गर्न सकिने भनेको छ। यो माथिका सबै यसको सही आन्सर हुन्छ। र मैले तपाईलाई फेरि पनि भन्न चाहन्छु तपाईहरुले अनलाइन क्लास पढ्न चाहनुहुन्छ, फिजिकल क्लास पढ्न चाहनुहुन्छ भने हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्न सक्नुहुन्छ। तपाईहरुलाई राम्रो पीडीएफ नोट चाहिएको छ जीके, आईक्यू, आईसीटी को भने हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्नु होला। हामीले तपाईलाई राम्रो पीडीएफ नोट उपलब्ध गराउँछौं। त्यसैगरी के डाउटहरु छ, के जिज्ञासाहरु छ भने पनि कमेन्ट गर्न सक्नुहुन्छ। अब यहाँ 39 मा हामी क्वेशन पढ्छौं है त। व्हिच अफ द फलोइङ एक्टिभिटीज डज नट कम अन्डर साइबर क्राइम भने चाहिँ साइबर क्राइम भित्र कुन पर्दैन भनेको छ। भ्युइङ अदर फेसबुक प्रोफाइल विदाउट देयर कन्सेन्ट भन्यो भने चाहिँ यो चाहिँ परेन नि त हैन। अरूको फेसबुक प्रोफाइल त हामीले जतिखेर पनि हेर्न सक्छौं। तर सेन्डिङ थ्रेटिङ इमेल, डरलाग्दो इमेलहरु, धम्कीपूर्ण इमेलहरु पठाउनु भनेको साइबर क्राइममा पर्यो। स्टेलिङ पर्सनल इन्फर्मेसनहरु लिक गर्ने भन्ने पनि पर्यो। त्यसैगरी सेन्डिङ फ्राउडुलेन्ट इमेल मेसेज भन्ने पनि पर्यो है। एजुकेशनल सफ्टवेयर इन्क्लुड ट्युटोरियल प्रोग्राम, म्याथमेटिकल प्रोग्राम, सिमुलेसन प्रोग्राम, यो सबै हुन्छ है। व्हिच अफ द फलोइङ इज लर्निङ म्यानेजमेन्ट सिस्टम भन्यो भने माइक्रोसफ्ट टिम हो। त्यसैगरी नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीभित्र कुन विषय पर्दछ भन्यो भने चाहिँ वनजंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण र जैविक विविधता यो सबै पर्छ है। शिक्षा नियमावली 2059 अनुसार तल दिएका मध्ये कुन शिक्षालाई औपचारिक शिक्षाको रूपमा मान्यता प्रदान गरिएको छ त भन्दा 773 शिक्षालाई प्रदान गरिएको छ। यसरी चाहिँ तपाईहरुलाई हामीले यो पीडीएफ नोट पोस्ट गर्ने जमर्को गर्यौं। तपाईहरुलाई के डाउटहरु छ, के जिज्ञासाहरु छ भने कमेन्ट गर्न सक्नुहुन्छ। र अब सूर्य अवलोकन गर्न कुन यन्त्रको प्रयोग गरिन्छ भन्यो भने हेलिस्कोप है। यो चाहिँ सजिलो छ। त्यसैगरी दिगो विकासका लक्ष्यमा चौथो एसडीजी गोलको मुख्यतया आफ्नो ध्यान केमा केन्द्रित गरेको छ त भन्दाखेरि चाहिँ भनेर भनेको छ। दिएका विकल्पहरु मध्ये कुन सही छ भनेको छ है। र यति भन्दै मैले यो भिडियोलाई यही इन्ड गर्न चाहन्छु। तपाईहरुलाई के डाउटहरु छ, जिज्ञासाहरु छ भने कमेन्ट गर्नु होला। थ्यांक यू।